हेलो नमस्ते एभ्रिवान। धेरैजनाले चाहिँ मलाई सी रिलेटेड क्वेरिजहरू पठाउनु भएको थियो। दिदी के कसरी हो सीमा जोइन गर्ने गाइड गरिदिनुहोस् भन्नुभएको थियो। सबैलाई इन्डिभिजुअली रिप्लाई गर्न चाहिँ अलिकति टाइम मिलेन, सो त्यो भएर चाहिँ मैले सबैको क्वेसन एकैचोटि एड्रेस गर्छु भनेर चाहिँ यो भिडियो बनाएको छु। सकेसम्म तपाईँहरूले सोध्नुभएको सबै क्वेसनहरू चाहिँ एड्रेस गर्ने कोसिस गर्नेछु। अहिले चाहिँ हाम्रो सिलेबस नै हेरौँ। पहिला हाम्रो के कुन कुन सब्जेक्ट हुन्छ, हाम्रो के लेभल हुन्छ भनेर। हाम्रो अहिले सिएको न्यू सिलेबस अन्तर्गत चाहिँ फाउन्डेसन लेभल, एप्लिकेसन लेभल र एडभाइजरी लेभल गरेर चाहिँ 3टा लेभल हुन्छ। पहिला हामीले क्याप 1, क्याप 2, क्याप 3 भन्थ्यौँ। त्यस्तै गरी अहिले चाहिँ फाउन्डेसन लेभल, एप्लिकेसन लेभल र एडभाइजरी लेभल हुन्छ। सबैभन्दा पहिले हजुरहरूले रजिस्टर गराउने भनेको चाहिँ फाउन्डेसन लेभलमा हो। सबैभन्दा पहिले चाहिँ हजुरहरूले चाहिँ फाउन्डेसन लेभल अपियर गर्नुहुन्छ। फाउन्डेसन लेभलमा चाहिँ टोटल 4वटा पेपर हुन्छ। पेपर 1 भनेको अकाउन्टिङ, पेपर 2 भनेको अस्योरेन्स र इन्फर्मेसन सिस्टम हुन्छ, र पेपर 3 भनेको बिजनेस र फाइनेन्स, पेपर 4 भनेको चाहिँ ल र ट्याक्सेसन। इच पेपर चाहिँ 100 मार्क्सको हुन्छ। अकाउन्टिङ 100, अस्योरेन्स इन्फर्मेसन सिस्टम 50-50 इच गरेर चाहिँ 100 मार्क्सको हुन्छ। बिजनेस एन्ड फाइनेन्स 100, ल र ट्याक्सेसन 50 मार्क्स इच गरेर चाहिँ 100 मार्क्सको हुन्छ। टोटल चाहिँ 400 मार्क्स भयो। र तपाईँको फाउन्डेसन लेभल चाहिँ 6 महिनाको हुन्छ। फाउन्डेसन लेभल हजुरहरूले पास गरिसकेपछि तपाईँहरू एप्लिकेसन लेभलमा प्रवेश गर्नुहुन्छ। एप्लिकेसन लेभलमा चाहिँ 2टा ग्रुप हुन्छ। हाम्रो फाउन्डेसन लेभलमा चाहिँ सिङ्गल ग्रुप हुन्थ्यो भनेदेखि अहिले एप्लिकेसन लेभलमा चाहिँ 2टा ग्रुप हुन्छ। ग्रुप 1 मा चाहिँ 3टा पेपर हुन्छ, फाइनेन्सियल अकाउन्टिङ एन्ड रिपोर्टिङ, अडिट एन्ड अस्योरेन्स र अप्लाइड ल। ग्रुप 2 मा चाहिँ म्यानेजमेन्ट अकाउन्टिङ, फाइनेन्सियल म्यानेजमेन्ट, बिजनेस स्ट्राटेजी र अप्लाइड ट्याक्सेसन गरेर चाहिँ 6वटा पेपर हुन्छ। टोटल चाहिँ सबैको 100 मार्क्स गरेर 600 मार्क्स हुन जान्छ, र एप्लिकेसन लेभल चाहिँ 9 महिनाको हुन्छ। त्यसपछि एप्लिकेसन लेभल पास गरिसकेपछि हजुरहरू एडभाइजरी लेभलमा जानुहुन्छ। एडभाइजरी लेभलमा पनि 6वटा पेपर हुन्छ, इच 100 मार्क्सको हुन्छ भने त्यस एडभाइजरी लेभलमा चाहिँ हजुरहरूले 3 वर्षको आर्टिकलसिप पनि गर्नुपर्ने हुन्छ। यसरी चाहिँ हजुरहरू फाउन्डेसन लेभल 6 महिना, एप्लिकेसन लेभल 9 महिना र एडभाइजरी लेभल चाहिँ 3 वर्ष गरेर चाहिँ 4.5 इयर्सको कोर्स हुन्छ। टोटल 600 मार्क्सको एक्जाम चाहिँ हजुरहरूले अपियर गर्नुपर्ने हुन्छ। त्यसपछि हजुरहरूले जस्तै फाउन्डेसन लेभल कति मार्क्स ल्यायो भने हामी पास गर्छौँ त नि भन्दाखेरि टोटल हजुरहरूको कति मार्क्स छ भन्दाखेरि 400 मार्क्स छ। पहिला सुरु त तपाईँहरू इच पेपरमा पास हुनको लागि, जस्तै अकाउन्टिङमा पास हुनको लागि, पेपर 2 मा अस्योरेन्स र इन्फर्मेसन सिस्टममा पास हुनको लागि, बिजनेस एन्ड फाइनेन्समा पास हुनको लागि, ल र ट्याक्सेसनमा पास हुनको लागि चाहिँ हरेक पेपरमा हजुरहरूले एटलिस्ट 40 मार्क्स चाहिँ अब्टेन गरेकै हुनुपर्छ। हजुरहरूले सबै पेपरमा 40 मार्क्स अब्टेन गर्नुभयो भने कति आयो त भन्दाखेरि 160 मार्क्स आयो। तर हजुरहरू सबै पेपरमा पास त हुनुभयो, तर यसो गर्दाखेरि हजुरहरू फाउन्डेसन लेभल चाहिँ कटाउन सक्नुहुन्न। किन भन्दाखेरि हामीले टोटल यो 4वटा पेपरमा एटलिस्ट 200 मार्क्स चाहिँ अब्टेन गरेकै हुनुपर्छ फाउन्डेसन लेभल पास हुनको लागि। तपाईँहरू हरेक पेपरमा 40-40 मार्क्स त लिएर आउनै पर्यो, तर टोटल गरेर 400 मार्क्समा चाहिँ एटलिस्ट 200 मार्क्स चाहिँ लिएर आएकै हुनु पर्यो। अर्थात् हजुरले कुनै न कुनै पेपरमा चाहिँ 40 भन्दा अलिकति बढी लिएर आएकै हुनु पर्यो फाउन्डेसन लेभल पास गर्नको लागि। टोटल चाहिँ एग्रिगेटमा चाहिँ 50% आउनु पर्यो कि हजुरहरू 40-40 कटाउनु भयो सबैमा, तर हजुरहरूको चाहिँ टोटलमा 200 मार्क्स आएन भनेदेखि हजुरहरू एग्रिगेट सर्ट भएर चाहिँ फाउन्डेसन लेभल कटाउन सक्नुहुन्न है त। त्यसपछि हाम्रो चाहिँ कस्तो खालको क्वेसनहरू हुन्छ त भन्दाखेरि हाम्रो फाउन्डेसन लेभलको कुरा गऱ्यौँ भनेदेखि चाहिँ सबै जुन हाम्रो 4वटा पेपर थियो सबै चाहिँ अब्जेक्टिभ चाहिँ 60% हुन्छ। त्यसपछि सब्जेक्टिभ चाहिँ 40%को हुन्छ। अब्जेक्टिभ भन्नाले चाहिँ हाम्रो एमसिक्यू, र तपाईँहरूले चाहिँ हरेक पेपरको लागि चाहिँ 3 घण्टा पाउनुहुन्छ। एप्लिकेसन लेभलको लागि चाहिँ हाम्रो पेपर 2, पेपर 3, पेपर 5 र पेपर 6 को लागि अब्जेक्टिभ चाहिँ 30% छ भने सब्जेक्टिभ चाहिँ 70% छ, र एक्जाम ड्युरेसन भनेको 3 घण्टा नै हो। त्यसपछि एप्लिकेसन लेभलमा नै हजुरहरूको पेपर 1 र पेपर 4 चाहिँ सबै 100% नै 100 मार्क्स नै के हुन्छ त सब्जेक्टिभ हुन्छ। हजुरहरूले 3 घण्टा चाहिँ गर्नको लागि पाउनुहुन्छ भने 15 एडिसनल 3 घण्टा बाहेक एडिसनल 15 मिनट चाहिँ हजुरहरूले क्वेसन रिडिङ टाइम चाहिँ पाउनुहुन्छ। त्यसपछि एडभाइजरी लेभलमा चाहिँ सबै सब्जेक्ट 100% नै सब्जेक्टिभ हुन्छ। हजुरहरूले चाहिँ 3 घण्टा गर्नको लागि र एडिसनल 15 मिनट चाहिँ क्वेसन पेपर रिडिङ टाइम पाउनुहुन्छ है त।
त्यसपछि हामी चाहिँ यो रहेछ हाम्रो यो पेपरहरू दिनुपर्ने रहेछ भनेर त हामीलाई थाहा भयो। तर हामी सीएमा चाहिँ इनरोल कसरी हुने त, रजिस्टर कसरी गराउने आफूलाई भनेर क्वेरी हुनसक्छ, धेरैले सोध्नु भएको पनि थियो। जस्तै हजुरहरू चाहिँ अहिले 12को एक्जाम दिएर बस्नु भएको छ, हजुरहरूको रिजल्ट आइसकेको छैन। कति धेरैलाई चाहिँ के कन्फ्युजन हुन्छ भन्दाखेरि मेरो रिजल्ट आएको नै छैन, म त सीमा रजिस्टर गराउन नै सक्दिनँ भन्ने हुन्छ। तर त्यस्तो हुँदैन, तपाईँहरूले सीए मा रजिस्टर गर्नको लागि 12 अपियर मात्र गर्नुभएको भए पनि हुन्छ। त्यसलाई चाहिँ प्रोभिजनल रजिस्ट्रेसन भन्छ कि तपाईँले 12को एक्जाम मात्र अपियर गर्नुभएको छ, रिजल्ट आइसकेको छैन भने पनि हजुरहरूले चाहिँ अहिलेको लागि प्रोभिजनल रजिस्ट्रेसन गराउन सक्नुहुन्छ। जब तपाईँको चाहिँ 12को रिजल्ट आउँछ त्यसपछि चाहिँ हजुरहरूले डकुमेन्टहरू सब्मिट गर्नुपर्ने हुन्छ। हजुरको 12मा चाहिँ एटलिस्ट 40% 2 GPA अथवा सी ग्रेड चाहिँ आएकै हुनुपर्छ सीएमा रजिस्टर फुल रजिस्ट्रेसन गराउनको लागि है त। तपाईँहरूको जबसम्म रिजल्ट आउँदैन त्यति बेलासम्म हजुरहरूको प्रोभिजनल रजिस्ट्रेसन हुन्छ। हजुरहरूले 10को मार्कसिट क्यारेक्टर सर्टिफिकेटहरू सब्मिट गरेर चाहिँ हजुरहरूले प्रोभिजनल रजिस्ट्रेसन गराउनुहुन्छ। त्यसपछि जब हजुरको रिजल्ट आउँछ हजुरहरूले 40% 2 GPA अथवा सी ग्रेड ल्याउनु भएको छ भने मात्र हजुरको फुल रजिस्ट्रेसन हुन्छ र प्रक्रिया चाहिँ अगाडि बढ्छ। हजुरहरूले चाहिँ जुनसुकै फ्याकल्टी, हजुरहरूले साइन्स पढ्नुभएको भए पनि म्यानेजमेन्ट पढ्नुभएको भए पनि हजुरहरूले चाहिँ सीएमा रजिस्टर गराउन सक्नुहुन्छ। त्यसपछि हाम्रो यो के हुन्छ अर्को भन्दाखेरि एलिजिबिलिटी टेस्ट हुन्छ कि हामीले चाहिँ सर्टमा चाहिँ प्रिटेस्ट भन्छौँ। प्रिटेस्ट पनि दिनुपर्ने हुन्छ हजुरहरूले रजिस्ट्रेसन गराइसकेपछि हजुरहरूले एउटा प्रिटेस्ट दिनुपर्ने हुन्छ जुन चाहिँ 100% अनलाइन नै हुन्छ र यसको लागि धेरै चाहिँ टाउको दुखाउनु पर्दैन। यो चाहिँ इक्जाम फर्म ओपन डेट भन्दा 3 हप्ता अगाडि चाहिँ हजुरहरूले कम्प्लिट गरिसकेको हुनुपर्छ है त। त्यसपछि हजुरहरूले एकचोटि अब सीमा रजिस्टर गर्नुभयो भने त्यो चाहिँ रजिस्ट्रेसन चाहिँ कहिले कति टाइमसम्मको लागि भ्यालिड हुन्छ त भनेर क्वेसन हुनसक्छ। जस्तै हजुरहरूले अहिले फाउन्डेसन लेभलमा रजिस्टर गराउनु भयो भने एक टाइम रजिस्टर गराउनु भयो भने हजुरले 3 वर्षसम्म चाहिँ त्यो रजिस्ट्रेसन चाहिँ भ्यालिड नै रहन्छ कि। जस्तै हजुरहरूले फर्स्ट अटेम्प दिनुभयो, हजुरहरूले पास गर्न सक्नु भएन भनेदेखि नेक्स्ट टाइम हजुरले फेरि रिरजिस्टर गराउनु पर्दैन। हजुरहरूले नेक्स्ट टाइम चाहिँ एक्जाम फर्म भरेर एक्जाम दिन पाउनुहुन्छ र यो चाहिँ 3 वर्षसम्म चाहिँ भ्यालिड नै हुन्छ। यदि हजुरहरूले 3 वर्षसम्म पनि फाउन्डेसन लेभल कटाउन सक्नु भएन भनेदेखि हजुरहरूले फेरि रिरजिस्ट्रेसन गराउनु पर्ने हुन्छ र त्यो पनि 3 वर्षकै पिरियडको लागि हुन्छ। र जुन अघि मैले भनेको थिएँ नि हजुरहरूको प्रिटेस्ट हो, त्यो प्रिटेस्ट चाहिँ हजुरहरूको 6 वर्षसम्म चाहिँ भ्यालिड नै हुन्छ। जस्तै अहिलेको अहिलेको अटेम्पमा चाहिँ हजुरले प्रिटेस्ट कटाउनु भयो भनेदेखि हजुरहरूको चाहिँ 6 वर्षसम्म त्यो प्रिटेस्ट चाहिँ भ्यालिडै हुन्छ, हजुरले फेरि प्रिटेस्ट दिइराख्नु चाहिँ पर्दैन। त्यसपछि एप्लिकेसन लेभलमा चाहिँ एकचोटि रजिस्टर गराउनु भयो भने 5 इयरको लागि चाहिँ त्यो भ्यालिड नै रहन्छ र यदि 5 इयरसम्म पनि हजुरहरूले एप्लिकेसन लेभल कटाउन सक्नु भएन भनेदेखि फेरि रिरजिस्ट्रेसन गराउन सक्नुहुन्छ। त्यसपछि जस्तै जुन प्रिटेस्ट थियो हजुरले दिनुभएको त्यो पनि भ्यालिड नै रहन्छ। हजुरले जस्तै हामीले 2टा ग्रुप हुन्छ भनेर कुरा गरेको थियौँ, जुनसुकै ग्रुप पास गर्नुभएको छ भने पनि 10 वर्षको लागि द्याट इज 2 टाइम्स रजिस्ट्रेसन गरिन्जेल चाहिँ त्यो चाहिँ के हुन्छ भ्यालिड नै हुन्छ। यदि कुनै एक्जाम्सन पाउनु भएको छ भनेदेखि पनि त्यो 10 वर्षको लागि सम्म चाहिँ भ्यालिड हुन्छ, त्यसपछि चाहिँ हुँदैन। त्यसपछि चाहिँ एडभाइजरी लेभलमा चाहिँ हजुरले एकचोटि रजिस्टर गराउनु भयो भने त्यो चाहिँ 10 वर्षको लागि चाहिँ भ्यालिड हुन्छ। हजुरहरूले त्यो 10 वर्षभित्रमा जुनसुकै पनि ग्रुप पास गर्नुभयो, हजुरहरूले एक्जाम्सन पाउनु भएको छ, हजुरले प्रिटेस्ट दिनुभएको थियो, पास हुनुभयो र अरू कुनै पनि ट्रेनिङ गर्नुभएको छ भने त्यो चाहिँ सधैँका लागि त्यो चाहिँ भ्यालिड हुन्छ। हजुरहरूले अब फेरि त्यो ग्रुप दिइराख्नु पर्दैन, फेरि हजुरहरूले चाहिँ प्रिटेस्ट दिइराख्नु पर्दैन। अब यो चाहिँ हाम्रो भयो रजिस्ट्रेसन भ्यालिडिटी कहिलेसम्म हुन्छ भन्ने कुरा। त्यसपछि एक्जामिनेसन क्राइटेरिया, हजुरहरू एक्जामिनेसन दिनको लागि चाहिँ कति बेला रेडी हुनुहुन्छ भन्दाखेरि हजुरहरूले रजिस्ट्रेसन गराएको 6 महिना कम्प्लिट हुनु पर्यो र जुन मैले त्यो प्रिटेस्ट भनेको थिएँ जुन चाहिँ 100% अनलाइन हुन्छ त्यो कम्प्लिट गर्नु भएपछि हजुरहरू चाहिँ एक्जामिनेसन दिनको लागि चाहिँ रेडी हुनुहुन्छ। त्यसपछि अब हामीले चाहिँ बुझ्यौँ हामीले सीएमा रजिस्टर हुनका लागि के गर्नु पर्दो रहेछ। तर सीए कसरी रजिस्टर गराउने त, म कसरी रजिस्टर हुने भन्ने धेरैलाई क्वेसन छ। जस्तै कोही चाहिँ काठमाडौँभन्दा बाहिर हुनुहुन्छ, उहाँहरूले चाहिँ क्वेसन सोधिराख्नु भएको थियो, दिदी म के रजिस्टर गराउनको लागि म काठमाडौँ नै आउनुपर्ने हो र भनेर। तर त्यो होइन, तपाईँहरूले चाहिँ रजिस्टर आफूले घरमै बसेर अनलाइनबाट नै गराउन सक्नुहुनेछ। तपाईँहरू चाहिँ हाम्रो इन्स्टिट्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स
टाइम्स अफ नेपालको वेबसाइट ican.org.np मा जानुभयो भनेदेखि यस्तो खालको इन्टरफेस देख्नुहुन्छ। त्यसपछि हजुरहरूले चाहिँ यो अनलाइन न्यू स्टुडेन्ट रजिस्ट्रेसनमा जानुभयो भनेदेखि चाहिँ आफ्नो डिटेलहरू एकाडेमिक क्वालिफिकेसनहरू भरेर चाहिँ रजिस्टर गराउन सक्नुहुनेछ। त्यसपछि चाहिँ अब यति त मैले बेसिक इन्फर्मेसन्सहरू त हजुरहरूलाई दिएँ, तर अब होल सिलेबस के कस्तो छ, हामीले के पढ्नुपर्छ, अझै एडिसनल रजिस्ट्रेसन फीहरू कति हुन्छ, एक्जामिनेसन फीहरू कति हुन्छ, अझै हजुरहरूलाई चाहिँ सिएको बारेमा अझै जान्न मन छ भनेदेखि हजुरहरू गुगलमा गएर चाहिँ आइक्यान न्यू सिलेबस भनेर हाल्नुभयो भने एकदमै राम्रोसँग आइक्यानले चाहिँ प्रेजेन्ट गर्नुभएको छ। त्यहाँ गएर चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ, अझै डिटेलमा चाहिँ अझै धेरै कुराहरू जान्न सक्नुहुन्छ। र अब अहिले हजुरहरूले 12 को एक्जाम दिएर बस्नु भएको छ। हजुरहरूको अब लास्ट रजिस्ट्रेसन डेट भनेको चाहिँ जुन 30 हो। असार 16 भित्रमा चाहिँ हजुरहरूले रजिस्ट्रेसन गराइसक्नु होला। त्योभन्दा ढिलो गराउनु भयो भनेदेखि चाहिँ हजुरहरू पछि 6 महिना अझै कुर्नुपर्ने हुन्छ। त्यो भएर अहिले नै रजिस्ट्रेसन गर्न चाहिँ नछुटाउनु होला यदि तपाईँले सिए पढ्ने सोच्दै हुनुहुन्छ भनेदेखि। र अरू क्वेसनहरू पनि मलाई सोध्नु भएको थियो, जस्तै हाउ डु आई रजिस्टर फर सिए कोर्स अन्डर आइक्यान, जुन चाहिँ हामीले अलरेडी डिस्कस गरिसक्यौँ। त्यसपछि क्याप 2 मा चाहिँ मैले सेल्फ स्टडी गरेर चाहिँ कसरी प्रिपेयर गर्ने, केही बुकहरू, फ्री रिसोर्सेसहरू अथवा अनलाइन क्लासेसहरू छ भनेदेखि चाहिँ रेकमेन्ड गरिदिनु भनेर भन्नुभएको थियो। अब पर्सनल्ली मैले आफ्नो कुरा गरेँ भनेदेखि चाहिँ मैले क्याप 1 क्याप 2 दुइटै चाहिँ फिजिकल क्लास अटेन्ड गरेको हो। र क्याप 2 मा मैले यसो सोच्ने हो भनेदेखि चाहिँ सेल्फ स्टडीबाट प्रिपेयर गरेर कटाउनु भनेको एकदमै नै ठुलो कुरा हो। हजुरहरूले चाहिँ डिसिप्लिन मेन्टेन गरिराख्नुपर्छ, कन्सिस्टेन्टली पढिराख्नुपर्छ। अब आफैले सेल्फ स्टडी गर्ने भइसकेपछि आफैले बुझेर नोट बनाएर स्टडी मटेरियलहरूबाट क्वेसनहरू गरेर एउटा फ्लो आफैले बनाउनु पर्ने हुन्छ। जस्तै हामी कुन फ्लोमा पढ्ने त, मैले कहिलेसम्म सकिसक्ने, कहिले पछि रिभिजन गर्ने। अब टाइम लिमिट पनि कम नै छ। जस्तै हाम्रो टाइम पिरियड भनेको क्याप 2 को लागि 9 मन्थ्स हो भनेदेखि त्यो पिरियडभित्र मैले आफैले रिसर्च गरेर सबै सकिसक्नु पर्यो। त्यसपछि म एक्जामको लागि प्रिपेयर यसरी हुन्छु भनेर आफ्नो दिमागमा एउटा फ्लो नै हुनु पर्यो। त्यसको लागि चाहिँ म पर्सनल्ली आफूले चाहिँ रेकमेन्ड गर्दिनँ सेल्फ स्टडीको लागि। आइदर हजुरले फिजिकल क्लास अटेन्ड गर्नु होला कि त अनलाइन क्लासेसहरू लिनु भए पनि हुन्छ। हाम्रो इन्स्टिट्युटहरूले चाहिँ अनलाइन क्लासेसहरू पनि प्रोभाइड गर्नुहुन्छ। जस्तै हाम्रो अब एनएफआरएस अडिटको लागि चाहिँ हाम्रो युट्युबमा पनि इन्डियन लेक्चर पनि हजुरहरूले भेट्न सक्नुहुन्छ। जस्तै लको लागि चाहिँ हाम्रो महेश गेवाली सरको बुक चाहिँ अलिकति पपुलर छ मार्केटमा। नोट्स पनि एकदमै नै सजिलो र बुक्स पनि अलिकति पपुलर नै छ लको लागि। त्यसरी चाहिँ हजुरहरू एक्सप्लोर गरेर गर्न सक्नुहुन्छ। तर म आफू पर्सनली चाहिँ म हजुरलाई के रेकमेन्ड गर्छु भन्दाखेरि यदि हजुर फिजिकल क्लास नै अटेन्ड गर्नुहुन्न भने पनि अनलाइन क्लासेस चाहिँ लिएर पढ्नु होला। त्यसो गर्दाखेरि हजुरलाई अलिकति धेरै सजिलो हुन्छ। त्यसपछि मलाई चाहिँ फाउन्डेसन लेभल र क्याप 1 चाहिँ फर्स्ट अटेम्पमा नै पास गर्न चाहिँ के गर्ने, कसरी पढ्ने भनेर क्वेसन गर्नुभएको थियो। अब फाउन्डेसन लेभलमा नै कसरी म फर्स्ट अटेम्पमै पास गर्ने भनेर सोध्दै हुनुहुन्छ भनेदेखि हजुरले चाहिँ आफ्नो मेहनत चाहिँ अलिकति बढाउनु पर्ने हुन्छ। किन भन्दा फाउन्डेसन लेभल भन्दा क्याप 2 चाहिँ हाम्रो एप्लिकेसन लेभल चाहिँ अलिकति धेरै नै डिफिकल्ट हुन्छ कम्पेयर टु क्याप 1 होइन। हामीले क्याप 1 सँग क्याप 2 कम्पेयर गऱ्यौँ भनेदेखि क्याप 2 अलिकति धेरै नै भास्ट हुन्छ। सो हजुरलाई अलिकति क्याप 1 मा नै एकदम गाह्रो लागिरहेको छ भनेदेखि हजुरले चाहिँ अझ बढी मेहनत गर्ने बानी चाहिँ बसाल्नु पर्यो। र क्याप 1 फर्स्ट अटेम्पमै पास गर्नको लागि के गर्ने भन्दाखेरि म आफैले चाहिँ आफ्नो गल्तीको कारणले गर्दाखेरि चाहिँ मैले ग्रुप वाइज एक्जाम दिएँ र मैले 2 अटेम्पमा चाहिँ आफ्नो क्याप 2 चाहिँ पास गरेको हो। जब हामी क्याप 1 को एक्जाम दिन्छौँ त्यसपछि नै हामीले चाहिँ क्याप 2 को लागि चाहिँ क्लासेसहरू लिइहाल्नुपर्छ, आइदर फिजिकल क्लास अथवा अनलाइन क्लास। र यदि हजुरले चाहिँ फिजिकल क्लास अटेन्ड गर्दै हुनुहुन्छ भनेदेखि हजुरले चाहिँ जुन दिन हजुरले चाहिँ क्लास लिनुहुन्छ त्यही दिन आफूलाई चाहिँ के बाचा गर्नु भन्दाखेरि म चाहिँ कहिले पनि क्लास छुटाउँदिनँ। अब कहिलेकाहीँ मान्छे हो, कहिलेकाहीँ बिरामी पढ्न सकिन्छ, कहिले के हुन्छ, तर सकेसम्म म क्लास छुटाउँदिनँ। र जुन कुराहरू चाहिँ क्लासमा होमवर्क दिनुभएको छ त्यो म चाहिँ कम्पलसरी नै गर्छु। हजुरहरू लिभ जानुभन्दा अगाडि चाहिँ हजुरहरूको नोट चाहिँ कम्प्लिट भएकै हुनु पर्यो। जस्तै लिभमा गएर म फेरि क्लासेसहरू हेर्न थाल्ने, फेरि नोट बनाउन थाल्ने भन्यो भने अटेम्पमाथि अटेम्प लाग्दै जान्छ। सो एकदमै क्लास चाहिँ फिजिकल क्लास चाहिँ अटेन्ड गर्ने, छुटाउँदै नछुटाउने। त्यसपछि कम्पलसरी एटलिस्ट हामीले रिभिजन गर्न भएको छैनौँ, हामीले सँगसँगै सबै कुराहरू याद गर्न भएको छैनौँ भने पनि एटलिस्ट होमवर्क चाहिँ गरिराख्ने। आफूसँग नोट हुन्छ
पछि रिभिजन गर्ने टाइममा चाहिँ एकदमै नै धेरै सजिलो हुन्छ। हजुरहरूको 60% जुन प्रिपेरेसन गर्नुपर्छ क्याप 2 को लागि त्यो चाहिँ हजुरको रेगुलर क्लास अटेन्ड र हजुरहरूले होमवर्क गर्नुभयो भने त्यो त्यहाँ नै कम्प्लिट हुन्छ। 40% चाहिँ हजुरले रिभिजन गर्ने अनि त्यसपछि स्टडी मटेरियलहरू हेरेर क्वेसनहरू प्र्याक्टिस गर्ने नै हो। त्यसरी चाहिँ हजुरहरूले फर्स्ट डेदेखि नै अलिकति डिसिप्लिन अनि कन्सिस्टेन्सी मेन्टेन गरेर पढ्नुभयो भनेदेखि चाहिँ हजुरहरू क्याप 2 फर्स्ट अटेम्पमा नै पास हुनुहुन्छ। म चाहिँ आफ्नो त्यो पर्सनल एक्सपिरियन्सले हजुरहरूलाई भन्दैछु। त्यसपछि मलाई आइक्यान राम्रो हुन्छ कि आइसिआई राम्रो हुन्छ दिदी भनेर सोध्दै हुनुहुन्थ्यो। अब म पर्सनली चाहिँ मलाई 12 क्लास पढिन्जेल चाहिँ के थियो भन्दाखेरि म बाहिर जाँदिनँ, म चाहिँ नेपालमै बस्ने हो, जे गर्छु म नेपालमै गर्छु भन्ने खालको थियो। त्यसपछि आइसिआई पढिसकेपछि हामीले अब नेपालमा आएर फेरि मेम्बरसिप लिनुपर्छ, त्यसको लागि सर्टेन पेपरहरू दिनुपर्छ, त्यसपछि फेरि 1 इयरको आर्टिकलसिप नेपालमा आएर गर्नुपर्छ होइन। त्योभन्दा म चाहिँ आइक्यान नै चुज गरेँ। म आइक्यानमा नै रजिस्टर गराउँछु, म किन आइसिआई जानु फेरि दोहोरो काम गर्नु भने जस्तो भएर चाहिँ मैले आइक्यानमा नै रजिस्टर गराएको थिएँ। तर अब आइक्यान र आइसिआईमा कुन बेस्ट हुन्छ भनेर हजुरहरूलाई भन्नको लागि चाहिँ मैले आइसिआईमा चाहिँ के कस्तो हुन्छ त भनेर राम्रोसँग रिसर्च गर्नुपर्ने हुन्छ। आइक्यान र आइसिआईमा के कस्तो खालको डिफ्रेन्स छ होइन, त्यो सबै कुराहरू हजुरहरूलाई एकदमै रिसर्च गरेर नै भन्नुपर्ने हुन्छ आइसिआई र आइक्यान कुन बेटर भन्ने कुरा चाहिँ। त्यसपछि सिए कोर्स चाहिँ कतिको डिफिकल्ट छ दिदी, मैले सक्छु कि सक्दिनँ हुन्छ नि, सुरुदेखि नै मैले के गरौँ, म सिए कटाउन सक्छु कि सक्दिनँ भन्ने खालको थियो। अनि एभरेज स्टुडेन्टले कटाउन सक्छ त भन्ने क्वेरी पनि गर्नुभएको थियो। अब सिए कोर्स चाहिँ हजुरहरूको जुन अहिले जोस छ, जुन अहिले डर छ, त्यो नै कन्टिन्यू भइराख्यो। त्यो हजुरको जोस यत्तिकै कन्टिन्यू गरिराख्नुभयो भनेदेखि हजुरहरू चाहिँ सिए पास गर्न सक्नुहुन्छ। एभरेज स्टुडेन्टलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि आफूभन्दा अरू कति जान्ने छन् भन्ने खालको हुन्छ अनि उनीहरूलाई चाहिँ कन्टिन्युस त्यो डर भइरहेका हुन्छ मनमा अनि उनीहरूले चाहिँ कन्सिस्टेन्टली मेहनत गरिरहेका हुन्छन्। सो एभरेज स्टुडेन्टले पनि सिए पास गरेको चाहिँ कति धेरै केसहरू छ। सो एभरेज स्टुडेन्टले पास नगर्ने भन्ने हुँदैन। एभरेज स्टुडेन्ट, टपर स्टुडेन्ट जेसुकै भए पनि हजुरहरू सिएमा प्रवेश गरिसकेपछि हजुरहरूले कति डिसिप्लिनसँग कति कन्सिस्टेन्टली मेहनत गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ। त्यसपछि चाहिँ धेरैले क्वेसन गर्नुभएको थियो दिदी सिए पढ्नको लागि चाहिँ मैले साइन्स चुज गर्ने कि म्यानेजमेन्ट चुज गर्ने भन्नुभएको थियो। अब मैले हजुरलाई भनिसकेँ सिएमा रजिस्टर हुनको लागि चाहिँ हजुर जुनसुकै फ्याकल्टी पढ्नुभएको भए पनि हजुरले चाहिँ सिएमा रजिस्ट्रेसन गराउन सक्नुहुनेछ। अब जस्तै म्यानेजमेन्ट पढ्यौँ भने हामीलाई अलरेडी अकाउन्टिङ रिलेटेड नलेज हुन्छ, डेबिट क्रेडिट। तर यदि हजुरहरू साइन्स पढ्ने इच्छा छ, म साइन्समा पनि अब फिजिक्स केमिस्ट्री बायोलोजीमा के हुन्छ म चाहिँ त्यो पहिला एक्सप्लोर गर्छु अनि त्यसपछि म अकाउन्टिङतिर जान्छु, म सिएतिर जान्छु भने पनि ठिक छ, इट इज फाइन होइन। क्या फाउन्डेसन लेभलमा सिएबाट साइन्स फ्याकल्टीबाट आएर मलाई पढ्न गाह्रो हुने, म साइन्स पढेको कारणले गर्दाखेरि म फाउन्डेसनमा फेल हुने भन्ने जस्तो केस हुँदैन। म आफै पनि +2मा चाहिँ साइन्स पढेर त्यसपछि सिएमा इन्टर गरेर मान्छे हो। त्यही भएर हजुरले जेसुकै पढ्नुहोस्, साइन्स म्यानेजमेन्ट जे पढे पनि हजुरहरूले चाहिँ सिएमा रजिस्टर गर्न सक्नुहुन्छ। हजुरहरूलाई फाउन्डेसन लेभलमा गाह्रो हुँदैन। फाउन्डेसन लेभलमा अलिक टाइम पढिसकेपछि सिए र साइन्स पढेको स्टुडेन्टमा चाहिँ केही भिन्नता हुँदैन। हजुरहरू एउटै लेभलमा आउनुहुन्छ। त्यसपछि अरू लेभल भनेको त हजुरहरू एउटै स्टुडेन्ट हो, सिए स्टुडेन्ट हो। हजुरले आफू कति डिसिप्लिन हुनुहुन्छ, कति कन्सिस्टेन्टली पढ्नुहुन्छ भन्ने कुरामा नै भर पर्छ। अब म्यानेजमेन्ट पढ्दाखेरि चाहिँ फाउन्डेसनमा सुरुमा बुझ्नको लागि चाहिँ अलिकति सजिलो हुन्छ भन्ने हो। नत्र यदि हजुर साइन्समा इन्ट्रेस्टेड हुनुहुन्छ, जस्तै साइन्स पढ्यो भने चाहिँ म डक्टर, नर्स या अरू कुनै प्रोफेसनमा मेरो बाटो खुल्छ भन्ने हजुरलाई लाग्छ भनेदेखि, हजुर कन्फ्युज हुनुहुन्छ भनेदेखि हजुरले साइन्स अहिलेलाई साइन्स चुज गरेर जाँदा र पछि सिएमा रजिस्टर हुन पनि सक्नुहुन्छ है त। त्यसपछि मलाई चाहिँ हजुर डेली मोटिभेसन चाहिँ कहाँबाट आउँछ हजुरलाई पढ्नको लागि भनेर भन्नुहुन्छ। अब ड्युरिङ आर्टिकलसिप पिरियडमा चाहिँ अझ गाह्रो हुन्छ, कामको प्रेसर पनि हुन्छ। त्यसपछि बिहान बेलुकी टाइम निकालेर पढ्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ म डेली मोटिभेट हुँ, म डेली आफ्नो कन्सिस्टेन्सी मेन्टेन गरौँ भन्नको लागि नै मैले भिडियो पोस्ट गर्ने स्टार्ट गरेको हो। भिडियो पोस्ट गरिसकेपछि मलाई धेरैजना मान्छेहरूले हेर्नुहुन्छ, त्यसपछि मलाई अझै पढ्नको लागि मोटिभेट आउँछ। समवन इज वाचिङ मी भन्ने हुन्छ नि त। अनि त्यही भएर चाहिँ मैले कन्टेन्ट क्रिएसन चाहिँ स्टार्ट गरेँ फर माई मोटिभेसन। त्यसपछि अहिले चाहिँ म डेली मोटिभेट भएर आफ्नो कन्सिस्टेन्सी मेन्टेन गर्ने ट्राई गरिरहेको छु। त्यसपछि अदर सजेसन्स फ्रम माई साइड मैले चाहिँ हजुरहरूलाई अरू के सजेसन दिन चाहन्छु भन्दाखेरि, जस्तै हजुरहरू यदि सिएमा रजिस्टर गर्ने सोच्नुभयो भनेदेखि
मैले आफूले गरेको गल्ती हजुरले के नगर्नु भन्दाखेरि हजुरहरूले चाहिँ सीएमा रजिस्टर गरिसकेपछि हजुरले चाहिँ बीबीएस पनि साइड बाई साइड रजिस्टर गर्दै जानुहोस्। जस्तै के लाग्न सक्छ भन्दाखेरि मैले अहिले सीए पढिरहेको छु, मैले बीबीएस जोइन गरेँ भने चाहिँ मेरो सीएमा ह्याम्पर हुन्छ, म सीए पास गर्न सक्दिनँ भन्ने लाग्न सक्छ। तर त्यस्तो होइन, बीबीएस पास गर्नको लागि चाहिँ हामीलाई त्यति धेरै एफर्ट जति हामीले सीएमा लाउनु पर्ने हुन्छ त्यस्तो धेरै एफर्ट लाउनु पर्दैन। हाम्रो कोर्स कन्टेन्टहरू एउटै नै भएको कारणले गर्दाखेरि हामीले एकदम वाइल्ड मेहनत गर्नुपर्छ भन्ने हुँदैन। र यदि हजुरलाई चाहिँ आफ्नो सीए कोर्समा चाहिँ बीबीएसले ब्यारियर लिएर आउँछ भन्ने लाग्छ भनेदेखि पनि हजुरहरू बीबीएसमा साइड बाई साइड एडमिसन गरिदिनुहोस्। एक्जाम फर्म खुलेको बेलामा एक्जाम फर्म भरिदिनुहोस्। त्यसपछि हजुरहरूले एक्जाम नदिँदा पनि हुन्छ, अब पछि ब्याक लाउँछ, अब पछि ब्याक एक्जाम दिँदा पनि हुन्छ। तर हजुरहरूको त्यो गर्दाखेरि हजुरहरूको इयर लस त भएन नि त। हजुरहरूले साइड बाई साइड बीबी पनि हजुरहरूको इयर गर्दै जान्छ, त्यसपछि हजुरहरूले सीए पनि कटाउँदै जानुहुन्छ। अब पछि सीए पास भइसकेपछि पनि अब कति ठाउँहरूमा चाहिँ ब्याचलर्स मास्टर्सको रिक्वायरमेन्ट हुन्छ, त्यो कारणले गर्दाखेरि साइड बाई साइड चाहिँ बीबीएस पनि एडमिसन गर्नु होला। त्यसपछि हामी चाहिँ सीए जोइन गर्ने बेलामा हुन त धेरै नै कन्फ्युजनहरू हुन्छ, तर हामीसँग सुरुमा चाहिँ एकदम धेरै डर हुन्छ, हामी डराउँछौँ सुरुमै फाउन्डेसन लेभलमा नै ला म त सक्दिनँ कि भन्ने हुन्छ कुनै पोइन्टमा। हामी चाहिँ धेरै पढ्नभन्दा धेरै आत्तिन्छौँ, तर त्यो हामी पढ्नभन्दा धेरै आत्तियौँ भनेदेखि चाहिँ हामीलाई अझ बढी गाह्रो हुन्छ। हामी चाहिँ के भन्दाखेरि हामी आत्तिनभन्दा धेरै पढ्न पऱ्यो, कहिलेकाहीँ आत्तियौँ भने पनि इट इज ओके नर्मल भनेर चाहिँ अगाडि बढिराख्नु पर्यो। र सधैँ जुन जोस अहिले छ हजुरहरूसँग, म पास हुन्छु सीए पास हुन्छु फर्स्ट अटेम्पमै कटाउँछु भन्ने जुन जोस छ त्यो जोसलाई चाहिँ कन्टिन्युस अगाडि लिएर जानु होला। र एकदमै ठुलो कुरा भनेको हजुरहरू फिजिकल क्लास अटेन्ड गर्दै हुनुहुन्छ भने कुनै पनि क्लासहरू नछुटाउनु होला। कुनै सरले पढाएको बुझिँदैन, तर बुझिँदैन भने पनि एटलिस्ट हामीले क्लास चाहिँ अटेन्ड गर्नुपर्छ। किन भन्दाखेरि त्यो सरले जुन कन्टेन्ट पढाउनु भयो, जुन स्ट्यान्डर्ड पढाउनु भयो, त्यो हामी आफै सेल्फ स्टडी युट्युबबाट पढ्छु भन्दाखेरि त्यो छुट्न सक्छ, के हुनसक्छ हामीले सुनेकै भरमा पनि कुनै क्वेसनहरू इक्जाममा सल्भ गर्न सक्छौँ। त्यो भएर क्लासहरू चाहिँ सकेसम्म नछुटाउनु होला। सबै होमवर्कहरू जुन सरले दिनुहुन्छ त्यो चाहिँ सँगसँगै गर्दै जानु होला। त्यो गर्नाले आफूसँग चाहिँ लिभमा जानुभन्दा अगाडि चाहिँ एउटा राम्रो नोट हुन्छ। र अर्को मेन कुरा भनेको हामीले यदि फिजिकल क्लास अटेन्ड गरिरहेको छौँ भनेदेखि हाम्रो साथीहरूको धेरै कुरा सुनिन्छ कि कोही चाहिँ अब क्लास सकिने बित्तिकै उहाँहरू चाहिँ घरमा जानुहुन्छ, त्यसपछि सुत्नुहुन्छ, अनि उहाँहरू चाहिँ 1 बजे 2 बजे उठेर पढ्छु भन्नुहुन्छ होइन। हामीले चाहिँ अरूको कुरा सुन्नुभन्दा पनि आफूलाई चाहिँ के सुइटेबल हुन्छ भनेर सोच्नुपर्छ। जस्तै हजुरले रातिको टाइममा पढ्न सक्नुहुन्छ, हजुर चाहिँ इफेक्टिभली नै पढ्नुहुन्छ भनेदेखि हजुर रातिको टाइममा पढ्नुहोस्। अरूले बिहानको टाइममा पढ्छ भनेर म पनि बिहान उठ्छु भनेर त्यसरी टाइम टेबल चाहिँ अल्टर गरिराख्ने चाहिँ गर्नु हुँदैन। हजुरलाई जे सुइटेबल हुन्छ, हजुर जति बेला हजुरको इफेक्टिभ स्टडी हुन्छ त्यति बेला चाहिँ हजुरहरू पढ्नुहोस्। अरूले के गरिरहेछन् भन्ने कुरामा भन्दा पनि मलाई चाहिँ के सुइटेबल हुन्छ भनेर अगाडि जानु होला। सकेसम्म मैले हजुरहरूको क्वेरी चाहिँ यो भिडियो मार्फत चाहिँ क्लियर गर्ने कोसिस गरेको छु। अब हजुरहरूलाई ड्युरिङ द रजिस्ट्रेसन केही प्रब्लम भयो भनेदेखि फिल फ्री टु आस्क। म चाहिँ आफ्नो टाइम मिलेसम्म चाहिँ हजुरहरूलाई हेल्प गर्ने कोसिस गर्नेछु। आजको लागि यति नै होस्। थ्याङ्क यू।